CPR भनेको के हो? आज म हजुरलाई CPR भनेको के हो र त्यसको महत्त्वहरू के छ अनि त्यसलाई सजिलो तरिकाले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ चाहिँ सम्पूर्ण डिटेल हजुरलाई म भन्न जाँदैछु। CPR भनेको यदि घाइतेलाई नाडी र श्वास प्रश्वास दुवै छैन भने त्यस्तो अवस्थामा कृत्रिम श्वास प्रश्वास साथसाथै बाहेक मुटु नदिन सँगसँगै गरी घाइतेलाई श्वास फेर्न र मुटु स्टिमुलेट गरी रक्त सञ्चार गराउने प्रक्रियालाई कार्डियक पल्मोनरी रिसर्जरी CPR भनिन्छ। यो एउटा लाइफ सपोर्टिङ प्रक्रिया हो जुन श्वास प्रश्वास र मुटुको धड्कन बन्द भएको अवस्थामा दिनेछ। साथै यसको महत्त्वहरू के छ? घाइतेको श्वास नली खुला गर्ने, घाइतेलाई कृत्रिम श्वास प्रश्वास दिने, घाइतेको मुटुको धड्कन नियमित गराउने र यसको तरिकाहरू सजिलो के गर्न सकिन्छ। घाइतेलाई उतानो पारेर उतानो र सजिलो गरी सुताउने र मुखमा भएको फोहोर मैलाहरू निकाल्ने अनि घाइतेको श्वास प्रश्वास र नाडी चेक गरिराख्ने, चलेको छ कि छैन, कि बन्द छ कि कसो चलेको छैन भने त्यसमा घाइतेको चिउरोलाई माथितिर तानेर 2 पटक मुखमा श्वास प्रश्वास तुरन्त दिने, नाडी चेक गर्ने, यदि छैन भने चेस्ट कम्प्रेस दिने सुरु गरिदिने। घाइतेको छातीको दाहिनेपट्टि गुडा टेकेर बस्ने र छातीको तल्लो भागमा एक्सपर्ट प्रोसेसमा हत्केलाले राखेर दबाब दिने। यदि प्राथमिक उपचारक 1 जना छ भने 5 पटक एक्सटर्नल कार्डियक मसाज गर्ने र 1 पटक कृत्रिम श्वास प्रश्वास दिँदै गर्ने। यदि प्राथमिक उपचारक 2 जना छ भने 1 जनाले एक्सटर्नल कार्डियक मसाज गर्दै गर्ने, अर्कोले कृत्रिम श्वास प्रश्वास दिने। यदि नाडीको गति आएमा दबाब दिन छोडिदिने र घाइतेलाई रिकभर पोजिसनमा राखिदिने। साथै उहाँले छिटोभन्दा छिटो हस्पिटल पुर्याउने, भएन भने त्यहाँदेखि नजिकको स्वास्थ्य चौकीमा लग्नु।